हेलो गुड मर्निङ नमस्कार सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता मेरो साथीभाइहरू मित्रहरू सम्पूर्णमा बिहान पखको नमस्कार भन्न चाहन्छु। साथै सम्पूर्ण तपाईँलाई धन्यवाद पनि भन्न चाहन्छु। मेरो भिडियोहरू सेयर लाइक गरिदिनुहुन्छ, त्यसै गरी फलो गरेर मेरो आइडी बढोत्तरी हुनमा ग्रोथ हुनमा तपाईँहरूले सपोर्ट र माया देखाउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ। सम्पूर्ण सामाजिक सञ्जालकर्ताहरू क्रिएटरहरू सबैमा मेरो नमस्कार छ है। र आजको विषयवस्तु भनेको कुनै न कुनै रहस्य छ भन्ने विषयवस्तु लिएर मैले सानो रमाइलो भिडियो बनाउँदैछु। कमेडी भिडियो हो यो। कसैलाई टिका टिप्पणी गरेर अथवा कुनै पनि पार्टी कुनै पनि दललाई टिका टिप्पणी गरेर नराम्रो अथवा निचा देखाउन खोजेको होइन। यो जस्ट मैले रमाइलोको लागि बनाएको भिडियो हो। पर्न गएको असुविधाप्रति क्षमा याचना छु। र विषय सुरु गर्छु म। हिजो रोल्पामा भएको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी को ठुलो जनआमसभा भएको थियो र त्यो आमसभा हेरेर फर्किने क्रममा जनताहरूलाई छोड्न जाने बस चाहिँ त्यहाँ दुर्घटना भएछ। त्यसमा 6-7 जना कति घाइते हुनुभएको छ अरे दुर्घटना परेर। उहाँहरूलाई चाहिँ स्वास्थ्य शीघ्र लाभको कामना गर्दछु। र हिजो रोल्पामा भएको ठुलो आमसभामा पुराना चर्चित नेताहरू जानुभएको थियो र त्यहाँ मैले सामाजिक सञ्जाल हेर्ने क्रममा सर हेरेँ र हेर्ने क्रममा चाहिँ त्यहाँ विभिन्न टिका टिप्पणीहरू देख्न पाइयो, पढ्न पाइयो। धेरै जसोले देखिस् भिड कस्तो छ भन्ने कुरा पनि गर्नुभएको थियो। अब भिड त रोल्पामा ठिकठाकै थियो। अब त्यहाँ साथीहरूले मजाक पनि गर्नुभएको थियो। सबै त्यहाँ जनमानसहरू त्यो भेलामै गएका होलान् त, कोही त हेलिकप्टर पनि हेर्न गएका होलान् भन्ने कुरो पनि गर्नुभएको थियो, मजाक पनि गर्नुभएको थियो। हुनसक्छ कसै साथीहरूले हेलिकप्टर हेर्ने रमाइलोको लागि पनि जानु होला, अब बसमा भाडा लाग्दैन त्यसको लागि पनि जानु होला होइन। त्यस्तै भिड अब काठमाडौँमा हर्क साम्पाङको पनि थियो अरे, अनि ठुलो जनमानसको उपस्थिति थियो भन्ने कुरो हो। अनि त्यहाँको भिडको बारेमा त अब कसैले टिका टिप्पणी पनि गर्नु भएन। अब समाचार पनि बाहिर आएन, सञ्चार माध्यमहरूले पनि अब सायद कभर गर्नु भएन होला, त्यो आफ्नो ठाउँमा छ होइन। अब अर्को रहस्य के हो भन्नुहुन्छ भने पछिल्लो समय जेएनजी आन्दोलनपछि काठमाडौँमा वातावरण बिग्रे लगत्तै पुराना नेताहरू सबै गाउँ छिर्नु भएको छ। गाउँका नेताहरू चाहिँ काठमाडौँ छिर्नु भएको छ। यो एकदमै रहस्यको विषय छ। किन हो भनेर मैले लामो अनुसन्धान र खोज गरेँ। मेरो दिमाग एकदम लगाएँ। हेर्नुहोस्, म 2 क्लास पढेको मान्छेले एकदमै दिमाग लगाएर सोचेँ र मेरो नतिजा के निक्ल्यो भने पछिल्लो केही समय पहिले डाक्टर महावीर पुनले आफ्नो सामाजिक सञ्जाल अथवा आफ्नो टिकटकमा सार्वजनिक गर्नुभएको थियो। मलाई म्याग्दीका जनताले भोटसँगै नोट पनि दिए र वातावरण सहज बनाइदिए। चुनाव प्रसारको लागि खर्च जुटाइदिनु भयो। विदेशबाट पठाउनु भएको पैसा त अब खातामा कति जम्मा भएको छ मैले अहिलेसम्म सार्वजनिक गरेको छैन भनेर भन्नुभयो। अब हो त्यही सामाजिक सञ्जालको त्यो उले गर्दा प्रभावले गर्दा सहरका नेताहरू सबै गाउँ पसे। अब उनीहरूलाई थाहा भइसक्यो जेएनजी आन्दोलनपछि त काठमाडौँको वातावरण बिग्रिसक्यो, राजधानीको वातावरण बिग्रिसक्यो। गाउँतिर गएपछि जनताले भोटसँगै नोट पनि दिने भयो। भोट त पाइयो, नोट त दाइजोमा आउने रहेछ भनेर त्यही प्रभावले नेताहरू चाहिँ गाउँतिर अहिले त्यसरी गएका छन्। अनि कोही रोल्पा रुकुम, कोही धनुषा, सिराहा, कता झापा, बिर्तामोड, कता अब अहिले त दौडधुप धेरै चलिरहेछ। त्यस कारणले म्याग्दीका जनताले त अब एउटा वैज्ञानिकलाई भिजन भएको मान्छे बुढो भए पनि परिपक्व र सिस्टमभित्र गएर त्यहाँ सिस्टमको सबै चिज हेरेर मूल्याङ्कन गरेर कुनै पनि चिज लडाइँ लड्नको लागि सिस्टमभित्र नै हुनुपर्छ भन्ने आवश्यकता महसुस गरेर त्यतातिर जानुभयो। तर हामी चाहिँ अब हाम्रो नेताहरूलाई चिनेका छौँ कि छैनौँ। अब भोट र नोट दिने भन्ने कुरो अब आफ्नो विचारको कुरो हो। तपाईँहरू आफै सोच्नु होला, मूल्याङ्कन गर्नु होला। अनि तपाईँलाई गाली बेइज्जती गर्न मन लाग्यो खुल्ला रूपले गर्नु होला। म अरू जस्तो त्यो फेसबुक आइडी लकेट गरेर बस्ने मान्छे होइन है। अब बाँकी रह्यो अहिलेको यस्तो माहौलमा पनि अब के गर्ने, हामी जनताहरू काठमाडौँको आन्दोलनमा उठि मरिन्छ, आमसभामा गाडी ठोकेर उठि मरिन्छ, जनता कहीँ सुरक्षित छैन। अनि तपाईँ नेपालमा हुने साथीहरूले मोज गर्नुहोस्, भोट हाल्नुहोस्, नोट बान्नुहोस्, इन्जोय गर्नुहोस्। हामी त परदेशमा 12 घन्टा ड्युटी गर्ने
यही हामी विचारी हुने भनेको सामाजिक सञ्जालमा हो। त्यही पनि साथीहरू दुःख मानिदिनुहुन्छ। आफ्नो विचार हो, बाँकी त अब हामी आफ्नो लागि सामाजिक सञ्जालको वकिल पनि, जज पनि, प्रधानमन्त्री पनि सबै अब आफ्नो विचार राख्यो। अनि मैले अघि नै भनिसकेँ, कसैलाई टिका टिप्पणी गरेर हुन गएको असुविधाप्रति क्षमा याचना छु। धन्यवाद। जय देश, जय नेपाल। चुनाव मेला मोज गर्नुहोस्, चुनावको पछाडि भोज गर्नुहोस्।